ल दशा ल मेरो दशा आयो नि त ल फेरि मेरो दशा ल भान्जा आयो तिम्रो पालो ल मेरो दशा आयो ल सो के छ केटा हो देखाउ त झुट छ रेका दुखी छ ल मेरो फरास यहाँ रन छ मेरो फेरि खाए तल्ल जित्यो पैसा ल भान्जा ल बल्ल तल एका मामा मलाई 50 रुपैयाँ दिनु न ल भान्जालाई पैसा ल 50 रुपैयाँ लियो जाऊ ल यहाँ नबस जाऊ मेरो तर्फबाट बाबु किन मामा यो के हो त्यो टी सप हो मामा यो के हो त्यो कपडा पसल हो मामा उ त्यो चाहिँ के हो त्यो हाम्रो नेताहरू मिटिङ गर्ने ठाउँ हो मामा त्यो चाहिँ के हो त्यो पुलिसहरू बस्ने ठाउँ हो त्यसमा के हुन्छ यसमा बुक्सहरू किन्न पाउँछ मामा त्यसमा के हुन्छ त्यसमा गाडीहरू रोक्छ मामा त्यो चाहिँ के हो त्यो मिटिङ बस्ने घर हो एउटा जुस एउटा चिया मामा यो के हो यो हाम्रो देशको लागि हामीले कमाएको पैसाबाट अलिअलि दिने ठाउँ हो त्यस पछाडि के हुन्छ त्यस पछाडि तिमी जस्तो सानो नानीहरूले राम्रो स्कुलमा सफा तरिकाले पढ्नु पाउँछौ अनि देशमा नयाँ नयाँ सडकहरू बन्छ धुवा धुलोहरू हुँदैन अनि छ नि तिमीले कार्टुन हेरिरहेको बेलामा झ्याप्प बत्ती जाँदैन अनि हामी रोगी बन्दैनौँ बिरामी बन्दैनौँ हस्पिटलहरू धेरै बन्छ अनि हाम्रो देशको विकास हुन्छ मामा दसैँ कहिले आउँछ आन्टी यो मेरो तर्फबाट बाबु किन देश बनाउनको लागि